भिडियो अपलोड नगरे नि लगभग 1 महिना जति हुन लाग्यो होला। खासै मेरो भिडियो कुरेर बस्ने त सायदै कोही छैनन् हैन। जस्ट अब धेरै समयपछि बनाइयो, लगभग 1 महिनापछि नै। यस्तै इक्जाम आइरहेको थियो नि त, अब अरू बेला नपढे नि इक्जामको बेला त पढ्नै पऱ्यो भनेर नि यसो किताब हेरिरहेको थियो। अनि इक्जाम दिन गइयो काठमाडौँ, लगभग 12 गते गइयो, त्यसपछि 14 गते इक्जाम दियो, त्यसपछि अनि आइयो, राति नै नाइटमै आइयो। इक्जाम ठिकै भयो, राम्रै भयो। अनि लगभग त्यसपछि म गोठाले आएको थिइनँ, अनि आज चाहिँ गोठालो आइयो, अनि बल्ल भिडियो बनाइयो। अब घरतिर एक्लै हुन्थ्यो नि त, अनि त्यसपछि मतलब मान्छेहरू मतलब मम्मी बुवाहरू हुनुहुन्छ नि त, त्यही भएर अनि नाटक गरेँ यसले भन्नुहुन्छ, अनि त्यही भएर अनि बनाउन मन लागेन। अनि त्यसपछि अनि यता आबेला चाहिँ एक्लै भएको बेला चाहिँ टक्क लाएर बनाइदिएको। अनि लगभग 1 महिनापछि चाहिँ अनि अहिले फेरि भिडियो बनाउन सुरु गरेँ। म बनाउँछु होइन, कन्टिन्युसली म भिडियो चाहिँ बनाउँछु, तर खासै कन्टेन्टहरू पाइरहन्न क्या। अनि त्यसपछि अब जस्तो पाएँ त्यस्तै के देखाउनु। अनि मेरो मोबाइलको खासै क्वालिटी पनि छैन कि राम्रो, त्यति राम्रो क्वालिटी पनि छैन। अनि खासै अब भाइरल हुने भन्ने कुरा त त्यस्तै हो, तर पनि अपलोड गरिरहन्छु होइन। मैले पहिला अब गेमिङ च्यानलहरू पनि थियो मेरो, अनि त्यसपछि अब खासै त्यसमा नि राम्रो भएन। अब जस्ट भ्लग च्यानलमा नखै राम्रो हुन्छ कि म भिडियो चाहिँ अपलोड गरिरहन्छु है त। तपाईँहरू यसो सपोर्ट देखाइदिनु होला। बाँकी त के भन्ने र, म चाहिँ पुरै यस्तो बगरमा बसिरहेको छु है त, पुरै बगर हो सबैतिर। यतापट्टि चाहिँ चौर छ, जस्ट बाढीले अहिलेसम्म बगिसकेको छैन, बिस्तारै खाँदै आइरहेको छ बाढीले। तर पनि अहिलेसम्म त बाख्रा चराउने घाँसहरू छ, डोडा लगाएपछि केही घाँसहरू पला खायो अहिले। अनि पानी नै पर्दैन, अब पानी चाहिँ पर्दै हुन्थ्यो भनेको, बादल चाहिँ मस्त लागेको छ, खोइ पानी पर्छ कि के गर्छ। लाइक एन्ड सब्सक्राइब गर्नु होला, कहाँबाट हेर्नुभएको छ त्यो पनि भनिदिनु होला। अब अरू त के नै भन्ने हो र, बाइ बाइ, सी यू।